यहाँ चाहिँ दुईटा गाडी पुरा पूजा हुँदैछ है त। एउटा हाम्रो एउटा पाँचघरको है त। बाबाले पूजा गर्नु एउटा 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 कागती खै त ए रहेछ। अलिकति अगाडि ल्याउनु न, अलिकति अगाडि घुम्ने ऊ त निकाल्नु त। पूजा हुँदैछ है त। बाबाले गर्नुभयो। उल्टो भएन त? भ्याउला पानी
बस पूजा गर्छ अनि यहाँ चाहिँ घरमा गाडीको टायर पूजा पहिला त त्यो उ बनाउनु पर्ने टायरलाई चारवटा टायरलाई पूजा गर्नु हुन्छ पूजा गरेर फेरि खानु छ बत्तीलाई नि केही नगर्नु अलग गर्नु त यहाँ यो अलग ढ्याप एउटा नलाउनु यहाँ अगाडि यही आएर हुन्छ सानो हो झिक्दै झिक्दै भयो क्या हो भएन अलि रङै देखिएन है अलि रङ हाल उल्टो भयो जस्तो लाग्यो कि म त यो यता हुन्छ यो यता हुन्छ यतै भएन त यसो गरी यसरी यता फर्किने हो कि जाउँ यता फर्किने उल्टो फर्किने उल्टो फर्क्यो सबै उल्टो उल्टो भयो उसन त पानीले सबै उल्टो फर्किने उल्टो भयो उल्टो भयो हाम्रो गाडी चाहिँ यस्तो पूजाहरू यत्तिकै रेडी भयो है त घन्टी सन्टी देखाइले उतै गरेर जाने यही छ कि हेर्नु पहिला यहाँ फुटानी हुन्छ होला नि यो बित्तामा मोर्छ फेरि एकचोटिमै पानी छैन क्या अलिअलि छर्किँदै नि
अब हर्किने होला नि त गाडी आउने काँगादी उस्तो टायर टाढा नर्मल फुटाएर चढाउने अनि काँगादी लास्टमा बाल्ने होला नर्मल फुटाएर सबैतिर चढाउने टायरतिर ल पाजु एकचोटिमै उल्टै फुटाउनु पर्छ बेसरी नहाल्ने पूजा गरी भ्याएको होइन र सबै ठाउँ पूजा गरी भ्याएको होइन र अनि नर्मल फुटाएर चढाएकै बेसरी होइन है पाजु फेरि पाटै पर्यो बेसरी पानी खेर जान्थ्यो पानी सबै आडो मारिहाल सर हो त्यहाँ पहिला जता पुरा एकदम के बुगानी बत्ती बाल्दाखेरि खाना रानी नि त्यो केरामा गाडी पैसा चाहिँ गाडीमा राख्यो त्यो बत्ती टायरको अगाडि गुटाउने पूजा गर्दा खाएर अब घरतिर लाग्यो अरू चाहिँ आज अगाडि जानुभयो हामी चाहिँ पछाडि होइन आज पुगेर काठ पछाडि बसेछ अहिले आउँदा चाहिँ अगाडि चाहिँ माग्नेछ अहिले चाहिँ पछाडि छैन
ठ्याक्कै घरमा आएर ठ्याक्कै घरमा आएँ त